हाई गाइस, यो चाहिँ सैटरडेको भिडियो हो। हामी दिदीबहिनी चाहिँ साँझ साँझतिर असलमा लाग्ने मेला हेर्न जाने भनेर गएको थियौँ। एकदम भिडभाड थियो, एकदम धेरै मान्छेहरू हुनुहुन्थ्यो अनि खानेकुराहरू चाहिँ त्यस्तो धेरै थिएन, थोरै थोरै मात्र थियो। अनि अलि भित्रपट्टि गएपछि चाहिँ त्यहाँनिर एउटा जात्रा भइरहेको रहेछ। एकछिन त्यहाँ हामीले हेऱ्यौँ। अनि त्यहाँनिर एउटा कल्चरल डान्स पनि भइरहेको थियो। अनि हामीले डान्स हेरिसकेपछि हामी खाजा खाने भनेर यहाँ आयौँ। एकदम भिडभाड थियो खाजा खाने ठाउँमा पनि। अनि हामीले एउटा खाजा सेट लियौँ। त्यस्तो धेरै मिठो त थिएन, अलि महँगो चाहिँ महँगो नै थियो, त्यो पनि हामीले खायौँ। अनि यहाँनिर गीता दिदी चाहिँ भन्दै हुनुहुन्छ कि हामीलाई त सोयाबिन नै हाल्दैन छ भनेर। त्यस पछाडि खाजा खाइसकेपछि हामीले यो मरी पनि खायौँ। यो मरी पनि त्यस्तो धेरै मिठो चाहिँ लागेन हामीलाई। अनि हामीलाई पानी प्यास लागिरहेको थियो अनि हामीले मही बेच्न राखेको देख्यौँ अनि हामीले मही लियौँ। अनि मही खाएपछि हामी बसन्तपुरतिर लाग्यौँ। बसन्तपुरमा पनि मेला लागिरहेको रहेछ। अनि त्यहाँ एकछिन घुम्यौँ, पानी पनि परिरहेको थियो हल्का। त्यस पछाडि हामीले त्यहाँनिर चटपटे खाने भनेर चटपटे लियौँ। चटपटे चाहिँ हामीलाई खासै मिठो लागेन अनि हामी घर फर्क्यौँ।